जनतालाई मार्न चाहिँ हुन्छ, बाँदर मार्नु नहुने नियम यो के हो, कहाँबाट चल्यो? के किन हुन्छ? घन्टीले गर्ने भयो भनेर एक छाप दिए घन्टीलाई भोट दिन पनि अब यही हो पारा। 500 कमाउन पनि अब काम पाइँदैन, अनि त्यो 500ले एक पोको तेल आउँदैन, अनि किसान नीति कसरी ज्यान बचाएर खान्छन् त? अब केही बाली नाली खान दिँदैन, कर घटाएर अलि साधारणमा चलाउनु त अब सित्तैमा आएको होइन कसैले। अहिलेको यो जुन नयाँ सरकार छ, बालेन रविको सरकार, तपाईँलाई चाहिँ के लाग्छ अहिलेको सरकारले काम कति गरेको छ? गाउँघरतिरसम्म देख्दाखेरि चाहिँ तपाईँलाई चाहिँ के लाग्छ? अनि गाउँघरमा अब के गर्नु, अब के अब जति जागिरदारको तलब बढाएर माथि पुर्यायो, किसानीलाई मारो, भाउ बिक्रीमा माथि चड्कायो, एक पोका तेललाई 500 गराइदियो, त्यही त गर्छ। के गर्छ? जति हो झन् 100 रुपियाँ घटाएर, जागिरदारको 100 घटाएर किरानीको भाउ घटाउनु पर्दैन त? झन् बढाएर लाने हो जनता। अनि जनतालाई यसरी मारेर जागिर नहुनेलाई, किसानीलाई यस्तो गरेपछि कहाँ हुन्छ त? यो कर घटाउनु पर्दैन त? जनतालाई मारेको छ, भाउ बिक्री माथि पुर्याएको छ, जागिरदारलाई माथि पुर्याइदिएको छ, किसानीलाई मारेको छ। अनि कसरी जनता खुसी हुन्छ? किसानलाई मारेछ भन्दा नि अब ठाउँ ठाउँमा अनुदानहरू पनि किसानको लागि भनेर पनि योजनाहरू पनि बनाइरह भन्ने सुनिन्छ। बनाएको त बनाएको छ नि, बाहिर बाहिर बनाएको छ, हेर्नु पर्यो नि त। अब 77 जिल्लै हेर्नु पर्यो, त्यसै रुचाएर बालिन्जनले काम कति न के गर्छ भनेर के किन हुन्छ? घन्टीले गर्ने भयो भनेर एक छाप दिए घन्टीलाई भोट दिन पनि अब यही हो पारा। कसैको काहीँ केही नै छैन। यहाँ अब सामान्य जीवनयापन गर्नलाई चाहिँ अब हरेक कुराहरू किन्दाखेरि अब कर बढाएको छ, भाउ बढाएको छ भन्छन्, त्यो कुरामा असन्तुष्टि छ तपाईँको पनि? उसको होइन, उसको बोली बिक्ने हो, अर्थ गर्नुपर्ने होइन। बोली यति गरौँ जनतालाई मैले हेरेको छैन। अब जागिरदारमा त बढाइदिएको छ, तलब बढाइदिएको छ, किसानीलाई मारेको छ, अनि किसान कसरी उँभो लाग्छन् त? तपाईँको विचारमा चाहिँ के चाहिँ गर्नु पर्थ्यो? यिनीहरूले चाहिँ अहिले गर्दाखेरि चाहिँ के गरे भए चाहिँ राम्रो हुन्थ्यो? तपाईँको चाहना चाहिँ के छ? यिनीहरूले गर्दाखेरि अब राम्रोसँग मेन कुरो अब तलब अब अलिकति 100 जागिरदारको घटाएर, अनि किसानीको भाउ अब यो कर घटाएर अलि साधारणमा चलाउनु त अब सित्तैमा आएको होइन कसैले, सित्तै ल्यायो भनेको छैन। यसो हामी पसलमा जाँदा नि अब भाउ घट्या छ, नुन पनि भाउ घट्या छ, चिनीको नि भाउ घट्या भन्न पाइयोस्, अलिकति कम मूल्यमा किन्न पाइयोस्, अहिले चाहिँ बढिरहेछ भन्ने कुरा छ भने अनि त्यो छ। अनि मेन कुरो अनिखेरि अब काठमाडौँ बस्नेले यहाँ पाहाडमा खेती गरेर खान्थे, बाली लाएर बरु काठमाडौँ गएर बस्थे, टाइममा आउँथे। बाँदरको सुरक्षा गरेनन्, मेन कुरो जनतालाई त्यो पनि भयो। अब यत्रो मकै लगाए सबै मकै अब भित्राउनु परेको छैन, यत्रो मकै दुःख गरियो, जब मुखमा आउने बेला भयो अनि बाँदरले सकेको छ, बाली भित्राउनु पाउनु छैन। अनि अब यो बाँदरको लागि गरौँ। अब जनतालाई मार्न चाहिँ हुन्छ, बाँदर मार्नु नहुने नियम यो के हो, कहाँबाट चल्यो? जनतालाई अब खान नपाएपछि बाँदरले मात्रै खाएर त भएन नि, अनि जनतालाई दिनु पर्यो नि त खाना। अनि बाँदर मार्दा के हुन्छ, मान्छे मार्दा के हुन्छ? मान्छे मार्दा भुसुनुसरी भयो, बाँदर मार्दा चाहिँ माथि पुर्याए। अनि यो अहिले अब तपाईँको नि मुख्य चाहना भने चाहिँ कि त बाँदरलाई त्यही अनुसारले नष्ट गर्नु पर्यो, पाल्ने व्यवस्था ल्याएर बाँदरलाई छुट्टै लगेर पाल्नु पर्यो, यहाँ लागेको बाली नाइल चाहिँ अब सुरक्षित हुनु पर्यो, आफूले दुःख गरे अनुसारको बाली भित्राउन पाइयोस्। अनि अर्को कुरा भने हरेक कुराहरू सामान्य चाहिने सामानहरू चाहिँ चिनी तेलदेखि हरेक चिज घटाउनु पर्यो, कर घटाउनु पर्यो। अनि के हुन्छ त? अब 100 रुपियाँ कर्मचारीको घटाउँदाखेरि के हुन्छ त? अब केही मार्का कसैलाई पर्दैन नि। सरकारी कर्मचारी 100 घटाएर त्यता भाउ मिलाउनु हुँदैन त, कर घटाउनु हुँदैन त? अब बल्ल बल्ल जनताले कहाँबाट ल्याउँछन्? अब जागिरदार हुनेले त जति बढे पनि खान्छन्, अब जागिरदार नहुने किसान यति कहाँबाट त्यो पैसा कहाँबाट कमाएर ल्याएर अनि किनेर खान्छन् त? अनि जायजै छ। अब सरकारी निकायमा काम गर्नेको सरकारीको चाहिँ तलब बढ्यो, सामान्य कर्मचारी सामान्य काम गर्ने मान्छेहरूको चाहिँ कतैबाट केही सुविधा कतैबाट कुरा 500 कमाउन पनि अब काम पाइँदैन, अनि त्यो 500ले एक पोको तेल आउँदैन, अनि किसान नीति कसरी ज्यान बचाएर खान्छन् त? अब केही बाली नाली खान दिँदैन, अनि भन्ने अब मेन कुरो अनि यही हो। किरानीको भाउ कर्मचारीको जागिरदारको 100 रुपियाँ घटाएर
कर यता किरानीको घटाउनु पर्यो अनि बाँदर मार्नु पर्यो यो बाटोघाटो राम्रो पार्नु पर्यो यस्तो एउटा बाटो छ नि राम्रो बनोस् त्यही हो